अब खाने होइन त यतिको नरम दुनोट। यसको लागि बनाउन चाहिँ के चाहिन्छ भनेदेखि हजुरहरूलाई म भन्दै जान्छु। हजुरहरू सुन्दै जानुहोस्। मैले चाहिँ यहाँनिर इस्ट र बेकिङ पाउडर लिएको छु होइन। यसलाई चाहिँ मैले दुधमा फिटेको छु। अनि यहाँ मैले सुरुमा चाहिँ चिनी र नुन हाल्नै बिर्सेछु क्या। अनि त्यतिकै छोपेको थिएँ अनि यतिको फुलेको थियो। यसमा मैले अनि चिनी र नुन हालेर फेरि यसलाई चाहिँ फिटिदिएँ। त्यस पछाडि चाहिँ 1 बटुका जति पिठो हालेँ यो बकेटमा। त्यस पछाडि चाहिँ त्यसमा अगाडि बनाएको इस्ट र दुधलाई त्यहाँ हालेर मजाले मोलेँ। मलाई चाहिँ खाली हातै गर्नु मन लाग्छ, हजुरहरू नघिनाउनु होला। अनि त्यतिकै त्यसमा पानीहरू पनि थपेँ। त्यो इस्टले मात्र पुग्दैन, त्यो दुध र इस्टले। अनि पानी थपे पछाडि चाहिँ मजाले त्यसलाई मिचेर चाहिँ यतिको बनाएर रेस्ट गर्न छोडिदिएँ। केही समय पछाडि चाहिँ त्यसलाई मैले निकालेर अनि त्यस पछाडि यहाँ मार्बलमा चाहिँ किचनकै छेउमा मार्बल पुसेर अनि त्यहाँनिर मैले चाहिँ अलिअलि मोलेर चाहिँ त्यहीँ बेल्न सुरु गरेँ। त्यहाँ बेलेर चाहिँ साथीहरू त्यहाँनिर चाहिँ म गिलासले चाहिँ खोपेर निकालेर बनाउँछु भनेर सोचिरहेको थिएँ कि तर त्यो गिलासले खोपे पछाडि त हुँदै भएन। मैले त सक्दै सकिनँ र पनि ट्राई गरेँ, 2टा चाहिँ ट्राई गरेँ, भएन। त्यस पछाडि चाहिँ त्यसरी चिप्किदियो क्या। अनि त्यस पछाडि चाहिँ मैले त डल्लो पार्दै आफ्नै तरिकाले गरेँ। यतिका त यो त 2चोटि त भएको थियो। त्यस पछाडि चाहिँ लु नसकिने चाहिँ झ्याउ लाग्दो भनेर चाहिँ मैले आफै हातैले गरेँ। त्यस पछाडि त्यसलाई रेस्ट गर्न छोडिदिएको थिएँ। अनि यता मैले तेल बसाए पछाडि चाहिँ त्यसलाई चाहिँ एकदम हिट गर्न छोडिदिएँ। अनि ज्यादा तातो भएछ क्या साथीहरू। अनि यो सुरुको त डढ्यो, छिट्टै डढ्यो, पाकेन भित्रबाट मजाले। अनि त्यसलाई दुलो पार्दै तेल चाहिँ हालेँ तर भएन। सेकेन्डचोटि पछाडि त एकदम राम्रो भएको थियो। यस्तो राम्रो भएको थियो नि। मेरो यो चाहिँ तेस्रोचोटिको डोनट बनाइ थियो क्या। यो पालिको चाहिँ एकदमै राम्रो भयो, मिठो पनि भयो।